चाहिँ हामी खाना खाँदैछौँ। हेलो गाइस, नमस्ते सबैजनालाई। आज चाहिँ हामी रामेन खान आँटेको। हामी दुईजना दाजुबहिनी मिलेर चाहिँ यहाँनिर चाहिँ छ हाम्रो रामेन। हामीले फिटेको छैन अहिले। यो तपाईँको हो। मुखबाङ्गो गर्नु आँटेको म त हाल्दिन्छु नि यतिकै त। तपाईँले यहाँनिर चाहिँ छ यो चाहिँ दुईवटा चाहिँ बोइल एग छ। यो चाहिँ पोज पनि छ किनकि दादाले चाहिँ पोज खानु हुँदैन, बोइल खानु हुँदैन। अन्त यहाँनिर चाहिँ ससेज छ। यो चाहिँ चिकन ससेज हो। यहाँनिर चाहिँ क्युकम्बर छ। यहाँनिर चाहिँ यो चाहिँ चिप्स हो। अब चाहिँ म फिटेको ला सिजर ल्याउनु पर्छ सर। खोल्यो अझै तपाईँले अर्को आधा पनि हाल्नुपर्छ है जोजो। उयो अझै एउटा आधा तर हाल्नै पर्छ, मिठो हुँदैन ज्यादा सस हाल्दैन। त्यो डल्लै हाल्नु न, यो डल्लै हाल्नु न। अझै एउटा पनि पो छ त यो कतिवटा थाहा छैन नि त। 3टा हो नि त, 2टा एउटा पिरो हुन्छ नि त गाइस। म बेसी पिरो खादिन हो, बेसी के पिरो नै खादिन म। तर मिठो चिज चाहिँ खान्छ, नमिठो चिज मात्रै खाँदैन। यो चाहिँ अब कहाँ राख्नु होला है पिरोमा। यो सिविड चाहिँ तपाईँ मात्रै खानु, म खाँदिनँ, मलाई मन पर्दैन सिविड। यसमा त छ शक्ति। ज्यादा खाएर भक्कै भयो मलाई सिविडले, दामी पिरो भयो। ज्यापनिजहरूको उडी काटे भन्ने हुन्छ नि यस्तै। त्यो चाहिँ भातमा थियो, भातमा पनि खान्छ हालेर। यहाँ पनि त छ हेर्नु त, यो पनि त सिविडै हो। यतिको चाहिँ मनपर्छ कि ज्यादा चाहिँ मन पर्दैन हौ। म त क्यामेरापट्टि हेरेको पनि छुइनँ। हेर्नु न त किन हाम्रो सिलेर ढेड जस्तो भइसकेको छ क्या। अन्त क्यामेरा मिलाउँदा यो चाहिँ मेरो फर्स्ट भ्लग हो, त्यो भएर चाहिँ हामीले नजानेर चाहिँ क्यामेरा मिलाउनु नजानेर चाहिँ पुरा टाइम वेस्ट भयो हाम्रो। एन्ड वी हेभ कहाँ गयो क्यामेरा? त्यही छ। यो यहाँ हालिदिनु हुन्छ जो यसो गरेर हालिदिन्छु ल। वी हेभ सोजु के को सोजु त्यो पनि भन्नु न। प्लमको होइन, प्लमको सोजु हो यो चाहिँ। तपाईँ पहिला त्यो मिक्स गर्नु त ढेँडो भयो भने त भगमै दुईजना मोमो गर्ने भयो भने त लडाइँ पर्दैछ भने त रड्डी हुन्छ दाजुबहिनी फेरि। जगट आहा भयो, म यो हाल्दिनँ, यति नै खान्छु म। गुलियो हुन्छ त्यो हाल्यो भने। ला जो कसरी फिट्नु यसलाई, पुरा ढेँडो जस्तो भएछ सेललेर चिसो भएर। थ्याङ्क यू। पहिला त यो खानु पर्यो हैन? अन्त पहिला त्यो मिक्स गर्नु न, अन्त बटम सर्ट गर्नुपर्छ। ला यो त डल्लो आउँदैछ त। त्यही भन्दैछु मैले पनि, फिट्नु पुरा साह्रो पर्यो मलाई त, पुरा साह्रो परिरहेको छ फिट्नु। तपाईँलाई मजाले तातै दिन्छु आज। लामाले पायो भने त दुई पर्कमा त पुग्ने रहेछ त। 2 ग्यासमा है। अन्त 15 मिनटको भ्लगमा त 10 मिनट त यसलाई सुल्झाउनमा जाने रहेछ। त्यही त। यहाँ माथिको चाहिँ यो के आएको भनेर तपाईँहरूले सोच्नु हुँदैछ होला। यो चाहिँ हामीले कति मिलाउने कोसिस गऱ्यौँ। यो चाहिँ लाइटको हो, इन्द्रधनुष हो, तर एउटै कलरमा मात्रै आएछ। त्यो मिल्दैन। त्यो भएर चाहिँ हामीले त्यसलाई त्यतिकै छोडिदिएको, इग्नोर गरिदिएको, किनकि हाम्रो यो ढेँडो जस्तो भइसक्यो। त्यही भएर त्यो भइज मेरो त भयो, मेरो पनि भयो। डन। चियर्स। पानी आयो मुखमा है। चियर्स।
यसको फ्लेभर क्या दामी लाग्छ मलाई क्या मिठो है ल तपाईँको सेसेमी सिड त भएको रहेछ है तपाईँसँग चिज ओके पनि गाइस फर्स्ट बाइट चिज पनि हाल्नुपर्छ है आन्टी उयो खाँदिनँ भयो चिज मैले खाएको है म खाएको खाइ ल सबैजना चिसो भएछ है घरमा बनाएको चिप्स हो यो चिप्स चाहिन्छ भने चाहिँ जोजोलाई जोजोको स्न्यापमा स्न्याप अरे के अरे इन्स्टामा डिएम गर्नु होला जोजोको यो आफ्नै ब्रान्ड हो ब्रान्डको नाम चाहिँ के हो तपाईँको कस्तो त्यो थाहै नहुने ब्रान्ड राखेको छ ब्रान्डको नामै थाहा छैन ए थाहा छैन ब्रान्ड यो पनि घरमै बनाएको ससेज हो खतरा छ तर फ्राई चाहिँ घरमा गरेको हाम्रो बहिनीले फ्राई गरेको चिजहरूमा चाहिँ फेरि नुनहरू केही पनि हाल्दैन सादा न सादा ब्लड प्रेसर हालिदिन्छ अरे यता फिटेकै छैन राम्ररी नफिटी खाँदो रहेछ एक पनि हाल्नु हेभी मजा आयो तर अलिकति चिसो चाहिँ भयो नि त है त्यो तातो तातो भएको भए झन् मजा आउँथेछ तपाईँको लागि चाहिँ पर्फेक्ट भएको छ अन्डा त चिप्लिहाल्छ टिप्नु सक्दैन टिपन अन्त बोइल एग चाहिँ म मात्रै खान्छु मन पर्दैन मेरो दाजुलाई चाहिँ बोइल एग पसिना पुरा आयो है भाइ पनि हुनुपर्छ है मुख बन्द गरिदिनु न मसँग बेसी खाएको जस्तै भनेर मान्छेले मैले दुईवटा उयो हालिदिएको त दामी पिरो भएछ
त्यो त्यस्तो मान्छेहरूले त्यहाँनिर त्यो भिडियोमा फर्स्ट हेर्दाखेरि पहिला यस्तो आँहरू गरेर आइरहेको हुन्छ नि, त्यस्तो बनाउन आउँदैन। त्यस्तो भनेको बुझ्यो बुझेन? तपाईँ बुझ्दैन रहेछ। अरूहरूको भ्लगमा पहिला थम्सअप आइरहेको हुन्छ नि, अगाडि नै यस्तो भनेर यस्तो सिधा यस्तो गरेर गरेकोहरू आइरहेको हुन्छ नि, इमेजमा भनेको त्यस्तो भिडियो स्टार्ट गर्नु अगाडि यस त्यस्तो आउँदैन मलाई बनाउनु भनेको, त्यस्तो सिक्दैछु भनेको। त्यस्तो बनाउनै जान्दिनँ, कसरी बनाउँछ साथीहरू, मलाई पनि तपाईँहरू त जान्नुहुन्छ होला, मलाई पनि सिकाइदिनु होला। पिरो भएको बेलामा अझै हामीले 2x 3x खाएको भए त मर्थ्यो। कम्ती परेछ कसलाई? तपाईँलाई। ए ल स्पिड खाएको ल मैले। हुँदैन पाउँदैन त्यस्तो। भिडियोमा तिमीले जुठो खुवाउँछौ। अफ क्यामेरा पनि खान्छ साथीहरू। आफ्नो आफ्नो खानुपर्छ होइन? आफ्नो आफ्नो खानुपर्छ कि, तर तपाईँले मलाई भक्क हाल्दैछ नि त। अघि म एकछिन उता गएको थिएँ, त्यतिखेर हालिदिइहालेछ। मैले पो हाल्नु अरे, मैले त पस्केको पनि छुइनँ ल। म अघि एकछिन किचनमा जाँदाखेरि तपाईँले हालिदियो होला हौ, नभए मेरो कहाँ यत्रो खानु चाहिँ भन्छ कि सक्नु चाहिँ सक्दैन फेरि। क्या मिठो भयो यो चाहिँ। तपाईँहरूले यो सोझो ट्राई गर्नुभएको छैन भने चाहिँ यो प्लमको र पिचको चाहिँ दामी हुन्छ। दिल्ली बस्नेहरूलाई चाहिँ आएनैमा पाउँछ, जो पाए त्यसलाई चाहिँ दिँदैन, तर लुकेर माग्नुपर्छ, भित्र जानुपर्छ। त्यहाँबाट चाहिँ रामेनहरू पाउने एउटा ठुलो दोकान छ, त्यो दोकान चाहिँ भित्र पस्ने पनि छ, यस्तो चेप जस्तो पनि छ भित्र पस्ने। चेप जस्तो त के भन्नु, सट्टै भित्र पस्ने छ। त्यो भित्र जाँदाखेरि चाहिँ सुटुक्क भन्नुपर्छ कि सोजु चाहिएको छ भनेर, अन्त दिनुहुन्छ। तपाईँहरूलाई फ्लेभर सोध्छ। सोजु चाहिँ प्रायः जस्तो सबै फ्लेभरमा हुन्छ, स्ट्रबेरी पनि हुन्छ। हामीले पहिला पिच खाएको है, पिचमा पनि हुन्छ, अन्त थुप्रै फ्लेभर हुन्छ होला हौ। तर हामीले त त्यस्तो साह्रो सबै फ्लेभर चाहिँ खाएको छैनौँ। हामीलाई चाहिँ पिच र प्लम मनपर्छ, त्यही भएर चाहिँ हामी दुईजना चाहिँ पिच र प्लम मात्रै खान्छौँ प्रायः जस्तो चाहिँ रेस्टुरेन्टहरूतिर पनि। अन्त स्ट्रबेरी पनि खाएको हामीले। स्ट्रबेरी चाहिँ यहीँनिर दिएको थियौँ हामीले, घरमै लिएर ट्राई गरेको। बहिनी आमा हुँदा होइन, ससेज पनि खानु नि तपाईँ, त्यो मात्रै नखानु। अन्त सिबिट खान्छु भनेर खाएको पनि छैन एउटा पनि। मैले दुईवटा उयो हालेर खाएको पो त हौ, दुईवटा ससेज हालेर पो पिरो भएको छ। एउटा मात्रै तपाईँ त एउटा पनि हालेन होला, आधी मात्रै हालेर ससेज। यसको सस पत्ताइन मैले तपाईँको कुरा। तिमीले एउटा सस खाऊ न किन? त्यो एक्स्ट्रा त मैले यहाँ हालेको। एउटा चाहिँ मैले डल्लै हालेँ नि त्यसमा। पिरो मैले यो ज्यादा चिसो भयो, बढी ज्यादा।
चरा हेरेर बोल्दै हेरेन हुँ? यो कुकुम्बर उयो काँक्रा बिक्री भएन यो काँक्रा अर्को एउटा चाहिँ फ्रेस फ्रेस रहेछ हौ मिठो मिठो पिरी भएको छ नि यो चाहिँ मिठो छ कुन चाहिँ पहिला खाउने यो रानी चाहिँ किन फ्याँकेको रानी पापा त्यही त भाइ यसको मात्रै मनपर्छ रानी त्यो उसिनेको अन्डाको रानी कस्तो गनाएको जस्तो लाग्छ हौ है त्यही भएर म रानी खाँदिनँ नि त कहिले बाहिरको मात्रै खान्छु म सानोमा त्यही गनाएर न अन्त त्यति बेलादेखि खानु मलाई गनाएको जस्तो लाग्छ त्यो भित्रको रानी चाहिँ फेरि यो खोस्टा चाहिँ मनपर्छ नि किन हो किन ज्यादा मनपर्छ खतरनाक रातोवाला खान्छु भने होइन यस्तो धुलो स्वारै गयो नि के भयो भन्नु त त्यो सबै कमुलो कमुलो चिज खाँदाखेरि यो कडक कडक खाँदाखेरि कस्तो भयो है मेरो सके त तपाईँको खै रिफिल गर्न आँटेको मैले दिस वान तपाईँले यो स्पिड खाँदैछ नि त म यो स्पिड खाँदैछु यो कडा भएर मलाई कस्तो म बेसी झारिनु नि त गाइस खाने मान्छे होइन नि त्यस्तो बताउनु भयो तपाईँले अनुहार अनुहार हेरेर दाजुबहिनीमा दुईजनाले कसले ज्यादा खान्छ होला भन्नुहोस् ल कमेन्टमा तपाईँहरूले आफै देख्नु हुँदैछ कसले स्पिड खाँदैछ म त भयो भनेको खासमा यो चाहिँ क्यामेराको अगाडि मात्रै हो यो क्यामेराको अगाडि चाहिँ यस्तो देखाएको छ होइन नराम्रो कुरामा म कोल्ड ड्रिङ्कहरू त खाँदिनँ गाइस आई अग्री कोल्ड ड्रिङ्क चाहिँ साँच्चै नै खानु हुँदैन तर पर्सन्टेजवाला चाहिँ खानुहुन्छ सब साँचो म चाहिँ कुन चाहिँ एङ्गलबाट मत हाल्यो जो एङ्गलबाट अनुहार मेरो मत्थु जस्तो छ मत्थुहरू जस्तो यो पासहरू उठेकोहरू कुन छ स्ट्रबेरी जस्तो नाकको अब एकछिनबाट मैले मत्थुहरू सबैजना मैले हुँदैन है मत्थुहरूले हेऱ्यो भने चाहिँ मार्ला नि तपाईँलाई मत्थुहरू मैले हुन्छ मत्थुहरूले म मत्थु हो त भन्दैन मेरो त भयो फिनिस
तपाईँको एक म त बाँकी मजा छ आयो के एग मैले ससेज 2टा एग भनेको थिएँ 2टा एग खाएँ मैले ल त्यो पनि तपाईँकै त हो मैले त एक बोइल खाएको 3टा चाहिँ किन बनाइदिएको नि अन्त तपाईँले 3टा खान्छु भनेको होइन अम्बो गाइस के गाई कान मेरो बहिनीले अलिक बेसी सुन्छ क्या त्यस्तो त नभन्नु न एउटा भनेको थियो मलाई 3टा बनाइदिएछ मलाई ग्यास भएर चाहिँ बर्बाद बनाउनु भयो यो नि त छ आइसाला पत्र ठुलो पाएँ यो ससेज पनि चिसो भएको र त्यस्तो चिसो छैन गरम भयो पुरा क्याक्टसहरू जस्तो बनाइदिनु हल्का हल्का मात्रै 1-2वटा कट लगाउनुपर्छ भनेको त मैले त डिजाइन बनाइदियो क्याक्टस तर सेटिस डिजाइन बनाएको छैन भन्नु त सेटिस डिजाइन बनाएको छैन भन्नु त यो ससमा पनि दामी हुँदो रहेछ हौ मैले नुनै हाल्दैन हो नुन खानु हुँदैन प्रेसर हाई हुन्छ तिमीहरू जस्तो बुढो मान्छेहरूको पो हुन्छ यङ मान्छे नुन खानु हुँदैन प्रेसर हाई हुन्छ चिनी खानु हुँदैन बिपी हाई हुन्छ उयो हुन्छ सुगर Okay. हाम्रो घरमा सबजना भुँडी लाग्यो भनेर जिम जान थालेको छ जिमहरू गएर एक्सर्साइजहरू गरेर गर्दैछ खानु चाहिँ यस्तै खान्छ आफू पनि तर अब एकछिनबाट 2 घन्टापछि एक्सर्साइज गर्न थालिहाल्छ गर्दिनु पर्दैन एक्सर्साइज नेचुरल हो त्यतिको चाहिँ ट्यालेन्ट छ मेरो जति खाए पनि म फुलिदिनँ म एक्सर्साइज गरेको भिडियो भाइरल गरिदिन्छु अनि थाहा हुन्छ डन 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 ससेज खानु न भयो यसको लागि अब एक्सर्साइज ज्यादा गर्नुपर्छ भनेर एक्सर्साइज गर्दैन के अब सुत दिने पो साँच्ची सुत दिने अब लडेर हो अहिले एक्सर्साइज गरेको भिडियो बनाएर हालिदिन्छु म त साँच्ची यसमा एड गर्छु न हामी त गर्दैन कहिले एक्सर्साइज हाम्रो घरको कामहरूले नै हुन्छ झाडु पोचा घरमा के गर्नुहुन्छ तपाईँ काम झाडु पोचा लगाउँदा गयो भइहाल्छ पानी बोकेर ल्याउँदा ओर्दा पानी कहाँबाट बोकेर ल्याउनुहुन्छ ऊ तलबाट हामी सेकेन्ड फ्लोरमा बस्छ गाइस थर्ड फ्लोर हो थर्ड आफ्नो फ्लोर त थाहा छैन कुन चाहिँ फ्लोरमा बस्नुहुन्छ तपाईँ मैले गनेको छुइनँ नि त यस्तो आफ्नो फ्लोर त थाहा छैन साथीहरू थर्ड फ्लोरमा बस्छ हामी हो 2 दिनमा एकपल्ट म पानी बोकेर ल्याउँछु तलबाट 20 लिटरको अफिस हिँडेर जान्छु हिँडेर आउँछु कति मेरो अफिस झन्डै 3 किलोमिटर छ यहाँ
3 किलोमिटर हिँडेर जान्छु हिँडेर आउँछु हो त्यसले गर्दा मलाई एक्सर्साइज गर्नु पर्दैन पत्ताउने कुरा हो यो चाहिँ त्यस्तो पिरो खाने मान्छेलाई चाहिँ पिरो लाग्दियो हो दुईटा हाल्यो भने चाहिँ सस दुईटा हाल्यो भने पनि पिरो त त्यति नै हुन्छ होइन एउटा खोर्सानी खाँदा र दुईटा खोर्सानी खाँदा बराबर हो पिरो ए राइट तपाईँ पेडे जोजोलाई के थाहा हौ हिसाबमा अलिक कमजोर छु नि त म पहिला हिसाबमै फेल भएको नि त म ससेस खानु थाप्नु लु तपाईँको हो यो के फेरि भयो होला हौ राइट यो चाहिँ कामदाको अगाडि एक्टिङ भयो कहाँ खान्छ यस्तो गर्नु न कौन है ये? भयो नगराउनु त्यस्तो हो रे कहाँ से आते हैं? भयो 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 अब माछ हौ यस्तो लास्ट बटम सट ल छुट्टीको दिन पनि आज मेरो छुट्टी हो गाइस साँच्ची भन्दा ए भोलि पनि छुट्टी नै हो यो लास्ट सटै यो चाहिँ बटम सट मलाई रक्सी भन्ने चिज मन पर्दैन तर यसको चाहिँ फ्लेभर दामी छ र मात्रै यसले चाहिँ मनी लगायो भन्नु न फ्लेभर दामी छ यसको अब चाहिँ हामीले खाइसक्यौँ अब चाहिँ हामी यहाँबाट उठ्नुपर्ने हुन्छ हजुर कि तपाईँ यतिकै बस्नुहुन्छ होइन जानुहुन्छ उठ्छु म ओके बाई बाई गाइस ओके बाई थ्याङ्क्स फर वाचिङ थ्याङ्क यू फर वाचिङ हामी दुईजनालाई नै प्लिज झेल्नु डु भएकोमा लाइक एन्ड सब्सक्राइब